नमस्ते। हामी बस्ने यो संसार कति अचम्मको छ है। तर कहिलेकाहीँ हामीले देखेका कुराहरूभन्दा धेरै कुरा हाम्रो आँखाबाट लुकेका हुन्छन्। आज हामी केही यस्तै अविश्वसनीय तर साँचो तथ्यहरूको एउटा यात्रामा निस्कँदैछौँ, जसले सायद हाम्रो सोच्ने तरिका नै बदल्दिन सक्छ। त्यसो भए एउटा प्रश्न उठ्छ, के हामीले आफ्नो संसारलाई साँच्चै चिनेका छौँ त? हामीले जे देख्छौँ, जे बुझ्छौँ, के त्यति नै हो त वास्तविकता? के हाम्रो सामान्य अनुभव भन्दा पनि पर गहिरा रहस्यहरू लुकेका छन्? आउनुहोस् यसबारे अलिक गहिरिएर हेरौँ। हाम्रो यात्रा आफ्नै ग्रह पृथ्वीबाट सुरु गरौँ न त। हो, यही ग्रह जसलाई हामी आफ्नो घर भन्छौँ, यसले पनि हामीलाई चकित पार्ने कति धेरै रहस्यहरू लुकाएर राखेको छ। उदाहरणको लागि हाम्रो आफ्नै देश नेपाललाई नै लियौँ न। हामी सगरमाथाको देश भनेर चिनिन्छौँ, तर योभन्दा पनि ठूलो परिचय छ हाम्रो। नेपाल विश्वकै जैविक विविधताको एउटा प्रमुख केन्द्र हो। सोच्नुस् त, यति सानो क्षेत्रफलमा विश्वमा पाइने चराहरूमध्ये झन्डै 9% र पुतलीहरूमध्ये 4% भन्दा बढी प्रजातिहरू पाइन्छन्। साँच्चै नै अचम्म लाग्दो छ नि, होइन र? तर पृथ्वीका सबैभन्दा ठूला रहस्यहरू सायद जमिनमा छैनन् होला। जमिनको सतहमुनि पानीको त्यो अथाह गहिराईमा अझै पनि ठूला ठूला रहस्यहरू लुकेर बसेका छन्। यो आँकडाले त छक्कै पार्छ। हाम्रो पृथ्वीको 80% महासागर अहिलेसम्म पूर्ण रूपमा अन्वेषण नै गरिएको छैन। यो एउटा विशाल, अँध्यारो र पुरै अज्ञात संसार हो। अब सोच्नुहोस् त, यसको मतलब के हो? यसको मतलब समुद्रको त्यो गहिराईमा अनगिन्ती आजसम्म नदेखिएका जीवहरू हुन सक्छन्। कल्पना गर्नुहोस् त, त्यहाँ कस्ता कस्ता अनौठा जीवहरू होलान् जुन हाम्रो कल्पनाभन्दा पनि परका छन्। पृथ्वीको गहिराईबाट अब अलिकति फरक विषयतिर लागौँ, यस्ता शक्तिशाली कुराहरूतिर जुन हामी देख्दैनौँ तर सधैँ हाम्रो वरिपरि हुन्छन्। के तपाईलाई थाहा थियो, हरेक दिन अन्तरिक्षबाट 100 टनभन्दा बढी सूक्ष्म धुलोका कणहरू पृथ्वीको वायुमण्डलमा छिर्छन्? यति साना हुन्छन् कि हामी देख्न सक्दैनौँ, तर तिनीहरू निरन्तर हामीमाथि बर्सिरहेका हुन्छन्। तर सबैभन्दा ठूलो नदेखिने शक्ति सायद बाहिरी संसारमा मात्र छैन। त्यो त हामीले सोच्यो भन्दा पनि धेरै नजिक हाम्रै भित्र रहेको हुन सक्छ। हो, मानव मस्तिष्क। वैज्ञानिकहरूका अनुसार यो यति शक्तिशाली छ कि हामीले यसको पूरा क्षमताको सानो अंश मात्रै प्रयोग गरेका छौँ। भन्नुको मतलब हाम्रो दिमागको शक्ति पनि एक प्रकारले अन्वेषण नगरिएको क्षेत्र जस्तै हो। ल, अब हाम्रो यात्राको अन्तिम चरणमा जाउँ। मस्तिष्कको भित्री संसारबाट सिधै बाहिरी अन्तरिक्षको विशालतातिर, जहाँ आवाजको एउटा अनौठो रहस्य लुकेको छ। यो भनाइ त हामीले कति सुनेका छौँ है? अन्तरिक्षमा कसैले चिच्याएको सुन्दैन। यो एउटा सामान्य धारणा नै बनेको छ कि अन्तरिक्षमा आवाज नै हुँदैन किनकि त्यहाँ हावा छैन। पर के यो साँच्चै हो त? वास्तविकता अलि फरक छ। अन्तरिक्ष पुरै शान्त भने छैन। यो धारणा जति नै प्रचलित भए पनि पूर्ण रूपमा सत्य होइन। हो, हामीले सुन्ने जस्तो आवाज त हुँदैन, तर अन्तरिक्ष विभिन्न प्रकारका रेडियो तरङ्गहरू र ब्रह्माण्डीय कम्पनहरूले भरिएको हुन्छ। यी आवाजहरूलाई विशेष उपकरणहरूले पत्ता लगाउन र सुन्न सकिन्छ, जसले ब्रह्माण्डको एउटा पुरै फरक कथा सुनाउँछ। ल हेर्नुस् त, पृथ्वीको गहिराईदेखि अन्तरिक्षको आवाजसम्म हामीले कति अचम्मका कुराहरू थाहा पायौँ। यी रहस्यहरूले हामीलाई हाम्रो ज्ञानको सीमाबारे सोच्न बाध्य बनाउँछन्। आज हामीले के थाहा पायौँ त? पहिलो, हाम्रो ग्रहको 80% महासागर अझै रहस्यमय छ। दोस्रो, हरेक दिन 100 टनभन्दा बढी अन्तरिक्षको धुलो हामीमाथि बर्सिन्छ। तेस्रो, हाम्रो आफ्नै दिमागको अपार क्षमता अझै प्रयोग हुन बाँकी छ। र चौथो, शान्त भनिएको अन्तरिक्ष वास्तवमा कम्पनहरूले भरिएको छ। र अन्त्यमा एउटा प्रश्न मनमा आउँछ, यदि यस्ता अविश्वसनीय सत्यहरू हाम्रो वरिपरि नै छन् भने हाम्रो सामान्य बुझाइभन्दा पर अझै कस्ता कस्ता आश्चर्यहरू पर्खिरहेका होलान्? यो प्रश्नले हामीलाई सधैँ जिज्ञासु रहन प्रेरित गर्छ।